फाइनल्ली मैले चाहिँ जिन्दगीमा फर्स्ट टाइम एमाजोनबाट सामान मगाएको छु है त। खोलेर हेरौँ है, म अनबक्सिङ गर्दैछु यसलाई के रहेछ भित्र है त। यो मेरो फर्स्ट सपिङ, अनलाइन सपिङ एमाजोनबाट है त, दुबईमा। हेर्न सक्नुहुन्छ है, म अनबक्सिङ गरेर देखाउँछु है त। लायनो के रहेछ, होलील्यान्ड लार्क M2। यो चाहिँ माइक्रोफोन हो है, माइक्रोफोन हो यो। भिडियो बनाउँदा यहाँ यस्तो अड्काउने हो नि, यताउता क्यामेरामा सेट गर्ने, माउन्ट गर्ने वाला यो माइक्रोफोन है त। खोलेर हेरौँ है यसमा के रहेछ। यसमा चाहिँ अरू के रहेछ भन्दा, यसमा चाहिँ एउटा इन्भोइस होला। यो इन्भोइस रहेछ, यो क्वाइरीको लागि भनेर यहाँ छुट्टै नम्बर पनि दिएको रहेछ। इन्भोइस रहेछ है त। साइडमा गराएर यसलाई खोलेर हेरौँ है त। एकदमै एक्साइटेड छु म, किन भन्दा भर्खर ड्युटीबाट आएर म सिधै यो भिडियो बनाउँदैछु। राति अहिले चाहिँ लगभग 12 बज्न लागिसकेको छ। खोलेर हेरौँ है त कताबाट हो, कसरी हो। यसरी रहेछ ल। हेर्न है त, यसलाई न कसरी हो। यसरी चाहिँ क्या हो, यहाँ सिल रहेछ साँच्चै, सिल रहेछ। यसलाई यस्तो तानेर सिल खोल्नेछ, त्यसपछि यहाँबाट खुल्दो रहेछ कि यसरी खसिसक्यो है यहाँ पहिले। ल हेर्नु, सुरुमा चाहिँ यो अब कार्डहरू मेनु सेनु होला यो होइन। यसमा चाहिँ यो स्टिकरहरू पनि छ, यस्तो स्टिकरहरू। अनि यसमा कसरी युज गर्ने भनेर यो मेनुअल गाइडहरू यताउता छ। यसलाई साइडमा राखौँ है त। मेन कुरा चाहिँ यहाँ छ, मेन कुरा चाहिँ यो है। ल हेर्न, माइक। यो हजुरहरूले देखिरहनु नै भएको होला होइन। यो माइक ट्याक्क यसरी अड्किरहेको हुन्छ, धेरैको भिडियोमा देख्न सकिन्छ यो होइन। 3टा छ, यो 2टा भइहाल्यो। अनि त्यसपछि यो छ, यो चाहिँ वायर जोडेर युज गर्नेवाला होला। यो चाहिँ यसको केस भइहाल्यो, चार्जिङ केस। साथै यहाँ कनेक्टिभिटीको लागि यहाँ यो लाइटनिङ वाला छ, यो ब्लुटुथ कनेक्ट गर्नको लागि। यो अर्को टाइप सी। बक्सभित्र अरू के छ हेरौँ है त। ब्याग रहेछ यस्तो होइन, के छ भित्र हेरौँ। यो चार्जर होला, चार्जर केबल, यो केबल, चार्ज केबल। यो क्यामेराको लागि। त्यसपछि यहाँहरू यो छ फेरि यो म्याग्नेट। खोलेर देखाउँछु मैले त। यो म्याग्नेट, यो चाहिँ यो क्यामेरालाई यसरी माउन्ट गर्ने, यहाँ यसरी माउन्ट गरेर यो खोलेर यसरी लगाउने, यहाँ यसरी है त। यो भइहाल्यो होइन।
ब्यागमा अरू पनि यो चाहिँ यो चाहिँ यस्तो रहेछ ल यो चाहिँ यस्तो गरेर यहाँ लगाउने कभर यो हावाहरूमा नोइज आउँछ भनेर यसले चाहिँ नि नोइज क्यान्सलेसन जस्तो काम गर्छ यसले चाहिँ त्यही नै छ यो अरू केही पनि छैन बक्समा त्यति नै रहेछ सबै कुराहरू यहाँ देखाइरहेको छ यहाँ सबै कुराहरू हैन के छ भनेर फिचर्सदेखि लिएर बक्साभित्र के छ भन्ने कुरा सबै यहीँ बाहिर नै छ मेन्सन छ यसमा चाहिँ यो म्याग्नेट है यो सानो म्याग्नेट रहेछ यो यसरी चक्किने जस्तै यहाँ राखेर यस्तो गर्दैपछि यहाँ अड्कियो बोल्न सकियो ल न भित्रै पस्यो ल यो भइहाल्यो म यसलाई चाहिँ एकपटक चार्ज गर्छु सायद चार्ज छैन यो जिरो छ यो सबै यस्तो प्लास्टिकहरु सिल लगाएको छ हैन खोलेर म चार्जमा राखिदिन्छु है त्यसलाई यसरी टक्क चार्जमा राखिदिन्छु यहाँ बत्ती बल्यो अनि यसलाई पनि यहाँ चार्ज गर्ने ठाउँमा यहाँ थोरै यहाँ प्लास्टिक राखेको छ कि यहाँ प्लास्टिक निकालेर ट्याक्क राखिदिनु पर्यो यसमा बत्ती बल्यो यसको पालो यस्तो तीनटैमा बत्ती बल्यो है त ल यो चाहिँ चार्जिङ केस अनि यसको राख्ने आफ्नै केस के भन्छ यसलाई के भन्छ यो चाहिँ होलील्यान्डको लार्क M2 भन्ने माइक्रोफोन है त ओके यो भिडियोमा यति नै म अर्को भिडियोमा चाहिँ यसको साउन्ड कस्तो आउँदो रहेछ म अर्को भिडियोमा चेक गरेर देखाउँछु हजुरहरूलाई बाइ बाइ